हेलो गाइस नमस्ते वेलकम ब्याक टु माई न्यू मिनी भ्लग। हजुर कस्तो हुन्छ सन्चै हुन्छ मैले आशा गर्दैछु। आज चाहिँ मैले चट्ट लाएर ओलकोपीको सब्जी बनाइरहेको छु यहाँ मिठो पाराले होइन। अनि यहाँ चाहिँ मिठो पाराले मैले ओलकोपीको सब्जी बनाएर यहाँ निमक सिद्रा फ्राई गरेको छु। मिठो हुन्छ नि त खानालाई यो सिद्रा। अनि यतापट्टि टक्क लाएर फ्राई गरेको छु होइन। धेरै खजाङ मजाङ खाएर मात्रै भएन माछा मासु। अनि त्यसरी फेरि माछा मासु भने भात रुच्दैन, त्यसलाई अलिकति भए पनि सिद्रा फ्राई गरेँ। अन्त तातो तातो भात छ, अब चाहिँ पकाउनुतिर लागौँ। यहाँ चाहिँ मैले टक्क सिद्रा टक्क धोइधाइ पारेँ। यहाँ फ्राई गरे पछाडि यहाँ मैले सबै मसलाहरू एकै ठाउँमा हालेर होइन सजिलो भयो नि त। त्यसरी हालेर मैले यहाँ रेडी गरिसकेँ आलु र उसँग। अनि यहाँ मसलाहरू प्याजहरू पड्काउने मसला पाँचफोरन टक्क पड्काएर लसुन प्याज खोर्सानी हालेर रातो पारे भुटेपछि सब्जी पनि टक्क हालेर गर्ने है। झन् लुलु झन्डै झरेन है मेरो मोबाइल चाहिँ। अनि यहाँ चाहिँ टक्क भए पछाडि ढक्कन लाएर पानी हालेर राम्रोसँगले पुरा उमाल्ने कि अनि त्यसरी अलिकति खुडिदिने। मिठो हुन्छ। ओलकोपी नखाने मान्छेले पनि यो ओलकोपी खानुहुन्छ कि यस्तो मिठो हुन्छ होइन। सजिलो सिम्पल रेसिपी हो, सबैले ट्राई गर्नु होला। मिठो 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 हुन्छ। अनि यहाँ चाहिँ सिद्रा अब म चाहिँ खानतिर लाग्छु। हजुर चाहिँ माया लाइक कमेन्ट सब्सक्राइब सेयर गर्न नभुल्नु होला। बाई बाई गाइस, यति नै हो मेरो आजको यो मतलब मिनी भ्लग।